एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। धेरै भयो मैले भिडियो नहालेको। सो आज चाहिँ म यहाँ चितवन त भन्नु मिलेन, जस्ट पर्सामा चाहिँ जनता आएको छु। मेरो जस्ट सिन्ने रिलेटिभ्सको चाहिँ छोराको बिहे हो। सो आज यस्तो छिटो मैले इन्ट्रो गर्न पाएन कि बिहान म 4 बजे उठेँ। 4 बजे उठेर त्यसपछि फ्रेस भएर 4:30मा चाहिँ म के भन्छ पार्लर गएँ। अनि पार्लरमा चाहिँ एकदम रस भएको थियो कि त्यो रसमा चाहिँ मैले के भन्छ भिडियो इन्ट्रो नै मैले गर्नु पाएको थिएन। त्यस अलिकति त्यो बाटोको भिडियोहरू बनायो, यताउति गरेँ। अनि यहाँ बाटोमा पनि मैले भिडियो गरेन है, किन एकदम धेरै गर्मी भएको थियो। अनि प्लस एकदम मलाई भोक पनि लागेको थियो, त्यसैले मैले चाहिँ भिडियो गरेन। सो अहिले यहाँ खानासाना खाएर अलिकति फ्रेस भएर चाहिँ म थाहा छैन जस्ट अननोन मान्छेको यता गार्डनमा चाहिँ आएको। यहाँको चाहिँ सिन एकदम मलाई राम्रो लाग्यो। अनि अलिकति यहाँ शीतल पनि छ, त्यसैले पनि म यहाँ आएको हो। सो यति हो। सो मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। अनि म यहाँसम्म आउनुको रिजन के हो भने म त नेवार हो नि त। अनि उहाँहरू चाहिँ नेवार होइन, लाइक अब नेवार र नेवारभित्र कति धेरै कल्चरहरू फरक हुन्छ नि त। सो यहाँ पनि एकदम धेरै कल्चर फरकहरू मैले पाएँ। मैले भिडियोहरू क्याप्चर गरेको छु, म राखिदिन्छु, हेरिदिनु होला। अहिले चाहिँ बिहानको 4:30 बजेको छ र म चाहिँ अहिले मेकअपको लागि जाँदैछु। यो कमलबिराकतिर नै मैले चुज गरेँ, किनकि 4 उठेर जानुपर्ने हुन्छ। एकछिन यति छिटो निस्कन कति धेरै सोच्नु पनि परेको थियो कि जाउँ कि नजाउँ भनेर। अनि फेरि 5:30कोतिर गाडी भएकोले चाहिँ अलि छिट्टो नै निस्केँ म चाहिँ। अरू भन्दा पनि अलोन कोही पनि छैन बाटोमा। सो पुग्न लाग्यो म चाहिँ मेरो मेकअपकोमा। उहाँले चाहिँ 4 बजेदेखि नै खुल्छ, हामी हुन्छौँ भनेको थियो। सो म चाहिँ 4:30मा आएँ। कति धेरै सोचिरहेको थियो कि म आउँ कि नआउँ भनेर, किनकि कोही थिएन, उठेको पनि थिएन। सो 5 बजे आउँ कि भनेर सोचेको, फेरि 5 बजे नभ्याउँला कि भनेर 4:30मा आउँदैछु म चाहिँ। हेर्नु न कस्तो फर्स्ट टाइम होला यसरी कोही छैन। रमाइलो पनि लागिरहेछ, हल्का डर पनि भइरहेको छ, किनकि कोही छैन नि त, उठेको पनि छैन मान्छेहरू। अलिकति अँधेरो नै छ अरू भन्दा पनि। सो यो चाहिँ मन्दिर हो। सो मैले चाहिँ यहाँतिर बुक गरेको थियो मेरो मेकअप सकेको छ बिहानको। सो अहिले चाहिँ म मेकअपको लागि आएको छु। हेलो यसरी ड्युटी क्याप्चर गर्नु मिल्छ नि। अहिले चाहिँ हामी निस्किन आएको दुलैको घरबाट। यो चाहिँ दुलैको घर। सब चाहिँ हामी निस्किन एकैछिनमा। अब चाहिँ हामी हिँडेको अब यहाँबाट चाहिँ चितवनको लागि। हामी नास्ताको लागि यता रोकेको छौँ। हजुर
गर्छ भने विश्वास थियो विश्वास गर्ने कुरा हेर्न पाइयो पछाडि चाहिँ बिहेको सेरेमनी भइरहेछ म चाहिँ धेरै गर्मी भएर चाहिँ यता भित्र आएर रेस्ट गर्दैछु एकदम धेरै गर्मी रहेछ यो अहिलेको टाइममा चाहिँ यहाँतिर आउन चाहिँ अहिले चाहिँ लमसम सबै सकिसक्यो प्रोग्रामहरू मैले चाहिँ धेरै गर्मी भएर म चाहिँ ड्रेस चेन्ज गरेँ यस्तो हुने रहेछ हामी त्यहाँबाट निस्किने बेला 8 बजिसकेको थियो र हामीले बिहान जहाँ नास्ता खाएको थियौँ हामीले खाना पनि त्यहीँ खायौँ र हामी घर पुग्दाखेरि चाहिँ बिहानको 3 बजिसकेको थियो र एकदम धेरै टायर्ड पनि भइसकेको थियो प्लस एकदम धेरै गर्मी पनि थियो यति थियो थ्याङ्क यू फर वाचिङ